नमस्कार अनि स्वागत छ कठोर मेन्टेनेन्स युट्युब च्यानलमा। यस च्यानलमा हामी विभिन्न टेक्निकल विषयमा भिडियो बनाउँदछौँ। हाम्रो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिन नबिर्सनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। आज हामी कुनै पनि सिंगल पेज मोटरमा लाग्ने स्टार्टिङ र रनिङ क्यापासिटरको बारेमा कुरा गर्दछौँ। हामीले कुनै मोटरमा एउटा र कुनै मोटरमा दुईवटा क्यापासिटर लागेको देख्दछौँ। किन यस्तो हुन्छ आज हामी जान्नेछौँ। स्टार्टिङ क्यापासिटर नभए के हुन्छ, रनिङ क्यापासिटरको काम के हो बुझ्ने प्रयास गर्नेछौँ। एउटा मात्र क्यापासिटर लागेको मोटर छ भने त्यो क्यापासिटर स्टार्टिङ क्यापासिटर हो। यदि दुईवटा क्यापासिटर छ भने एउटा स्टार्टिङ र अर्को रनिङ क्यापासिटर हो। क्यापासिटर किन प्रयोग गरिन्छ? कुनै पनि सिंगल फेज मोटरलाई स्टार्ट गर्न मोटरको स्टार्टिङ कोइलले झड्का दिनु पर्दछ, जुन झड्का दिने काम स्टार्टिङ क्यापासिटरले गर्दछ। यदि स्टार्टिङ क्यापासिटर नहुने हो भने सिंगल फेज मोटर स्टार्ट हुँदैन तर यदि रनिङ क्यापासिटर भने मोटरलाई स्मुथ चल्न सकोस् भनेर लगाइएको हुन्छ। स्टार्टिङ क्यापासिटर मोटरलाई सुरुवाती चरणमा स्टार्ट गर्नको लागि प्रयोग हुन्छ। जब मोटरले 70% स्पिड लिन्छ त्यसपछि आफै सर्किटबाट आउट हुन्छ। स्टार्टिङ क्यापासिटर बिना कुनै पनि सिंगल फेज मोटर चल्न सक्दैन। रनिङ क्यापासिटर सिंगल फेज मोटरको रोटेटिङ म्याग्नेटिक फिल्डलाई मेन्टेन गर्न, मोटर स्मुथसँग चल्न साथै मोटरको इफिसियन्सी राम्रो बनाउनको लागि रनिङ क्यापासिटर प्रयोग गरिएको हुन्छ। स्टार्टिङ र रनिङ क्यापासिटरको भिन्नता। स्टार्टिङ क्यापासिटरले मोटर स्टार्ट मात्र गर्छ भने रनिङ क्यापासिटरले मोटरलाई स्मुथ चल्न सहयोग गर्छ। स्टार्टिङ क्यापासिटर मोटर स्टार्ट भइसकेपछि बन्द हुन्छ भने रनिङ क्यापासिटर मोटर चल्नेसम्म चलिरहन्छ। स्टार्टिङ क्यापासिटर बढी भ्यालुको हुन्छ, रनिङ क्यापासिटर कम भ्यालुको हुन्छ। स्टार्टिङ क्यापासिटरको भ्यालु फिक्स हुँदैन, रनिङ क्यापासिटरको भ्यालु फिक्स हुन्छ। प्रायः गरेर स्टार्टिङ क्यापासिटर कालो कभरमा हुन्छ भने रनिङ क्यापासिटर आर्मेनियम स्टिलको कभरमा हुन्छ। हस्त धन्यवाद।